दुःख गर्यो भने मिठो खान पाउँछ है, काम गर्नु दुःख हुन्छ। यस, वेलकम ब्याक माई मिनी ब्लग। आज चाहिँ भने हामी यहाँनिर ग्रिन हाउसभित्रको खोर्सानी अस्तिदेखि मैले तपाईँलाई देखाइरहेको थिएँ है। यहाँनिर चाहिँ एकदमै जोडी भइसकेको छ भनेर काँक्राहरू पनि पुरै सिला गरिसकेको छ। अब चाहिँ होइन अलिअलि फलिरहेको थियो, त्योहरू पनि सबै हामीले टिप्यौँ। र यहाँनिर चाहिँ हामी खोर्सानी चाहिँ आज यति साह्रो माया लाग्दै भए पनि के गर्नु र होइन, पुरा फलिरहेको थियो। र पनि अब यहाँनिर पुरा सेभ भएको कारणले चाहिँ त्यो खोर्सानी बिजोग भएको देखेर अब हुन्छ कि हुँदैन यति बेला हामीले चाहिँ बारीमा सार्ने भनेर सल्लाह गरेर बिहान चाहिँ र आजको दिनभरिको काम चाहिँ हामी यही खोर्सानीहरू सारौँ भनेर भनेको थिएँ होइन बुढोलाई। र उसले चाहिँ भने छिटो छिटो यहाँनिर खोर्सानी सबै काट्दै निकाल्दै थिएँ। म चाहिँ यहाँनिर उतापट्टि काँक्राको झ्यालहरू तान्दै थिएँ। यहाँनिर फुल पनि छ, काँक्रा पनि छ होइन, क्याप्सिकम पनि फलिरहेको छ, सबै कुरा यहीँ नै थियो। त्यही भएर पुरा जोडी भइरहेको थियो। त्यही भएर हाम्रो यहाँनिर चाहिँ अलिकति फर्स्ट टाइम ग्रिन हाउस बनाएकोले गर्दाखेरि त्यति बनाउनु हामीले जानेन रहेछौँ होइन। सबै प्लास्टिक चाहिँ हामीले उन्दा झारेको रहेछ। त्यो प्लास्टिकलाई चाहिँ अलिक खोलेर राख्नुपर्ने थिएछ। अब चाहिँ हामीलाई रिनोभेट गर्नु छ। यहाँनिर चाहिँ हामी त्यो ग्रिन हाउसको खोर्सानी चाहिँ नेक्स्ट इयरको लागि हो फाल्नु माया लागेर चाहिँ त्यता फालेर यहाँ छेउछेउमा रोप्ने हो। यहाँनिर रोपेको बारी चाहिँ यस्तो छ, पट बाँझो भएर अनि बोकिन्छ। यहाँ सागको लागि यहाँ बाटी राखेको सागको लसुन यहाँ छ। यहाँनिर म सफा गर्छु। अब चाहिँ यहाँनिर रोप्ने र अब हामीले चाहिँ आधी चाहिँ लगेर रोपिसक्यो है। यहाँनिर हेर्नुहोस् न खोर्सानी कति बेसी फलिरहेको थियो र पनि यहाँ कति अग्लो अग्लो भएको छ। त्यही भएर चाहिँ हामी यो सबै मुन्टा कटिङ गर्दै थियो। अब नेक्स्ट इयरको लागि त हुन्छ कि हुँदैन याद भएन है। यो चाहिँ अब 50% मात्रै आश छ। र हामीले चाहिँ यो सबै लगेर तल बारीमा बुढोले बोकेर हामीले त्यहाँनिर डुब खनेर लगाएँ है। यस्तो जोडी भइरहेको छ। यहाँ चाहिँ माथिबाट इस्कुसको झ्याल पनि पुरा गएर चाहिँ त्यो इस्कुसको झ्याल पनि निकाल्नु पनि माया लागेर सेतो इस्कुस मात्रै थियो होइन, त्यही भएर हामीले निकालेको छैन। र हेर्नुहोस् न यति माया लाग्दो खोर्सानी यहाँनिर राम्रो पाकेको पनि छैन होइन, के गर्नु अब निकाल्नै पऱ्यो। यतिको लानु पनि पुरा गाजाङगिजिङ भइरहेको थियो। तपाईँलाई मैले अस्तिदेखि देखाइरहेको थिएँ यहाँनिर होइन। यहाँ पापाले पनि सघाउनु हुँदै थियो। अनि यहाँ चाहिँ हामीले यहाँनिर ग्रिन हाउस बनाउँदाखेरि मलिबास ल्याएको थियो तलदेखि होइन। त्यो मलिबास यति खतरा हुँदा छैन नि, यहाँनिर हामीले गाडेकोमा पनि काटेर यस्तो गाडेकोमा पनि फेरि पलाइरहेको छ यस्तो बिजोग भएर होइन। यस्तो डरलाग्दो डर हुँदैछ नि। यो मलिबास चाहिँ हामीले यसरी लगाइरहेको छु प्लास्टिकमा बेरेर र पनि यहाँनिर पलाइरहेको रहेछ। यहाँ बी इस्कुस सेतो इस्कुस मात्रै छ। बी पनि पुरा खानु मनपर्छ भनेर चाहिँ मैले नकाटेको यो पनि माया लागेर हो। यहाँ चाहिँ यतिको भइसकेको छ यो छानाहरू सबै यहाँ इस्कुसले। र यहाँ चाहिँ हामी आएर यहाँनिर चाहिँ हामीले यसरी डोप खन्दै यहाँनिर चाहिँ बारीमा यो घाँस चाहिँ नकाटेको, किनभने चाहिँ यहाँनिर बारी पछि साग रोप्दाखेरि चाम्रो हुन्छ भनेर होइन। र यहाँ चाहिँ तपाईँले देख्नुहुँदै होला बिचरा बुढालाई मात्रै काम लाएर ऊ चाहिँ बसिरहेको रहेछ भिडियो गर्दै भनेर